एभ्रिवान, यो सबै गिफ्ट उहाँहरूलाई हार्डवर्क्स पे अफ सपोर्ट लोकल फार्मिङ है। सो जाउँ अब हेरौँ उहाँहरूको यहीँनिर आफ्नो देशमा फार्मिङ गर्दै हुनुहुन्छ, यसलाई चाहिँ सपोर्ट गर्नु होला र यो हेरेर मलाई साह्रै खुसी लाग्यो। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। सो हेलो, हामी आइसकेको छौँ, उहाँ आमा दिदीहरू हुनुहुन्छ। सो हामी गइरहेछौँ है। हेलो आमा, हजुर के गर्दै हुनुहुन्छ? घाँस काट्दै हुनुहुन्छ? घाँस चाहिँ के को लागि होला? गाईको लागि। मलाई साह्रै खुसी लागिरहेछ। हजुर चाहिँ आफ्नो काम अहिले यस्तो बुढेसकालमा पनि तपाईँ आफै गर्दै हुनुहुन्छ। हजुरको चाहिँ यो कार्य देखेर त्यसैको लागि मैले तपाईँको लागि गिफ्ट लिएर आएको छु है, हजुरको चाहिँ मेहनत देखेर। सो एकचोटि चाहिँ उहाँहरूलाई पनि सोधौँ है। सो हार्डवर्क्स पे अफ है गाइज। सो मैले तपाईँलाई चाहिँ हजुरले कति साइज लगाउनुहुन्छ भन्नुहोस् त? गर्मीको लागि खासमा हामीले तपाईँलाई एउटा कुर्ती गिफ्ट गर्दैछौँ, यो लिनुहोस्, हजुरको लागि छ है। सो हजुरलाई राम्रो लाग्यो? राम्रो लाग्यो। सो गाइज, हाम्रोमा अहिले मैले लगाइरहेको कुर्ता सेटहरूमा सेल लागिरहेछ 1650 र खासमा यो कार्य हामीले गरिरहेको छौँ के को लागि भनेपछि हामीले होल नेपाल क्यास अन डेलिभरीको सेवा उपलब्ध गराएको खुसीमा हामीले यो हेल्प निडीहरूलाई गरिरहेछौँ र लोकल फार्मर्सहरूलाई पनि प्रमोट गरिरहेछौँ। अब चाहिँ सोध्न आम है। हेलो आमा, के गर्दै हुनुहुन्छ? हामी खन्दैछौँ। हजुर के को लागि? खेतीको लागि? खेतीको लागि रोप्नलाई। सो तपाईँहरूको अहिले यस्तो एजमा पनि तपाईँहरू यति मेहनत गर्दै हुनुहुन्छ देखेर चाहिँ म त्यहाँ थिएँ, म यहाँ आएँ कि हाम्रो लोकल फार्मर्सहरूलाई चाहिँ सपोर्ट गरौँ भनेर है। सो तपाईँहरू चाहिँ यो काममा हजुरको घरको लागि घरमा को हुनुहुन्छ? घरमा श्रीमान, छोरा, बुहारी सबैजना हुनुहुन्छ है। अनि आफ्नो खेतीपाती गरेर केही यहीँ गरौँ भन्ने इच्छा चाहिँ गरौँ भनेर इच्छा चाहिँ जागेको है, इच्छा लाएर आएको है। सो तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो चाहिँ सबैजना जनताहरूलाई? जनताहरूलाई अब राम्रो गर्नु पर्यो भने हाम्रै देशमा गर्नु पर्यो, बाहिर गएर गर्नु भएन। हजुर, अनि देशमा गर्नु पर्यो, मजदुरी गर्नु पर्यो। आफ्नै देशमा गरेको पसिना चाहिँ एकदम मिठो लाग्छ। अनि सबैजना सो डियर भ्युवर्स, जस्ट अमेजिङ है। लोकल फार्मर्सलाई चाहिँ सपोर्ट गरौँ भनेर आज एउटा सानो कुरा मेरो माइन्डमा आएर उहाँहरूको यो हार्डवर्क्सलाई पे अफ गरौँ। मैले लगाइरहेको कुर्ता सेट उहाँहरूलाई चाहिँ आज दिन गइरहेको छु र हाम्रो नकाप्समा 1650 यो गर्मीको लागि कुर्ता सेटहरू सेलमा लागिरहेछ। सो यसै गरी तपाईँहरू हामीलाई फलो गरिदिनु होला कि यो सानो कार्य हाम्रो भोलिको दिनमा अझ ठुलो हुन जाओस् भनेर है। सो हजुरको सपोर्ट चाहिन्छ र फलो पनि चाहिन्छ। सो हजुरलाई चाहिँ यो कुर्ता सेट हजुरको लागि भयो होइन, हजुरलाई चाहिँ यो कुर्ता सेट होइन हजुरको लागि भयो है। सो हजुरले भनिदिनुहोस् त फलो गरिदिनु होला भनेर। फलो गरिदिनु होला, हजुर भनिदिनुहोस् त फलो गरिदिनु होला। सो यसै गरी हाम्रो लोकल फार्मर्सहरूलाई सपोर्ट पनि गरिदिनु होला र जस्ट एउटा यो सानो हेल्प भोलिको दिनमा ठुलो बनोस् भनेर मैले मेरो आफ्नो बिजनेस छ, कुर्ता पसल छ। आमा मेरो कुर्ता पसल छ है, हाम्रो बानेश्वरमा कुर्ता पसल छ अनि पोखरामा पनि छ। हेलो गाइज, हाम्रो यहाँ नेपालको लोकल फार्मिङलाई चाहिँ सपोर्ट गरिदिनु होला र यो हार्डवर्कले पे अफ गरोस्। हजुर केही भन्न चाहनुहुन्छ? फलो गरिदिनु होला, हजुर के फलो गरिदिनु होला, राम्रो गरिदिनु होला, फलो गरिदिनु होला। सो सबैजना फलो गरिदिनु होला, गरिदिनु होला। थ्याङ्क यू। हेलो भ्युवर्स, हजुरहरूले हामीलाई जति फलो र साथ सपोर्ट गरिदिनु भयो, अहिले हामीले गरिरहेको काम त्यो भोलिको दिनमा अझ बढ्न जान्छ र अझ ठुलो हुन जान्छ है। सो किप सपोर्टिङ अस। थ्याङ्क यू।